Hello, Namaste everyone. This is me, Rajendra RC1. चुनाव एकदम नजिक भएको कारणले चाहिँ आई अल्सो वान स्पिक समथिङ है चुनावको बारेमा चुनावको लागि भनौँ न सारो टु noisy beats. Alright. yeah हसिया हतौडा सूर्य भोट सबै यहाँ कवाडा सबमा छ खोट करोडौँ घोटाला काण्डको दोष निर्दोषको भित्र यहाँ बाहिर छ चोर बेरोजगार भ्रष्टाचार अति नै भो देश बनाउने रेसमा आउँछ चाहिँ को आऊ सबै राष्ट्रिय स्वतन्त्र सोच मिलिजुली हालो हामी घन्टीमा भोट या असन्तुष्टि छ मनदेखि ओली सरकार सुरु गरौँ म कहाँदेखि निर्मला बलात्कार और भ्रष्टाचार सेप्टेम्बर 8 मा मारिस्तोनी जेन्जी लेखाचोखा गर अख्तियार पेन्झिक समात त्यो हत्यारा ओली ताकी ओलीको टोलीले हाना थियो गोली बिर्सेका छैनौँ आज बिर्सने छैनौँ भोलि त गुन्डा पार गन मेरो कन्सर्टमा राख हट्ने छैन घोट खाली खै त शहीदको माग खाइते उपचार कि गफ्यो यसपालि त कङ्ग्रेस बाद त कम्युनिस्ट बाद पहिले हु नेपाली खाउ मासु र भात तर मेटाउ हे पाप खन्टीमा छापाली भदौ 23 को जेन्जी प्रोटेस्टमा गोली चलाउने आदेश नदिएको भए जल्दैन थियो देश अनि कङ्ग्रेस तिमीहरूको गठबन्धन तोडेको भए बिग्रिँदैन थियो सेरेको फेस अनि के साँच्चै आयो थियो र त्यो पैसाको केस बाढीमा मान्छे बगाउँदा भिजिबिलिटी पुग्दैन कङ्ग्रेस अनि 6000 असुर ग्यासको धुवामा ताकी 4500 गोली हान्न चाहिँ भिजिबिलिटी पुग्दो छैन त लेखक रमेश त्यसैले यसपालि नो कम्युनिस्ट नो कङ्ग्रेस यसपालि जे घन्टी बालेन प्रधानमन्त्री जे देश अनि सुन भोगटे महेश अब तँलाई र गुन्डुको गुन्डालाई घेर्ने शेरभन्दा बढी तँलाई छेनी गरी पेल्ने युतेर वेनस त एमालेको भेडे पोसो जिउ खट्ला फेरि हामीलाई नटेरे के रे तेरो पछाडि केपी कप्टी कम्युनिस्ट एमाले सबै इतिहास साले हिस्ट्री फेरि चिजो आएको थिएन बालेन पेज